भोलि राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने। नेपालमा भोलि मंगलबार राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् 2026मा विश्वभर लाग्ने 2 चन्द्रग्रहण र 2 सूर्यग्रहण मध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण हो। चन्द्रोदयसँगै सुरु हुने उक्त ग्रहण राति 7:02 सम्म रहनेछ। मौसम अनुकूल भए देशका सबै भागबाट स्पष्ट रूपमा देख्न सकिने सोसाइटीले जनाएको छ। चन्द्रग्रहण अवलोकन गर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। खण्डग्रास चन्द्रग्रहण घरको छत, खुला चौर वा नजिकैको डाँडा जस्ता खुल्ला स्थानबाट हेर्न सकिनेछ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने चन्द्रोदयसँगै सुरु हुने भएकाले वरपरको उचाइयुक्त स्थानबाट अवलोकन गर्दा अझ राम्रो देख्न सकिन्छ। पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमा बीच पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्छ। चन्द्रमाको आफ्नै प्रकाश नभएकाले पृथ्वीको छायाले चन्द्रमा ढाकिदा चन्द्रग्रहण हुन्छ। पूर्णिमामा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सिधा रेखामा परे पनि चन्द्रमाको कक्ष पृथ्वीको कक्षीय धरातलसँग करिब 5 डिग्री झुकेको हुने भएकाले हरेक पूर्णिमामा चन्द्रग्रहण हुँदैन। चन्द्र कक्षले पृथ्वीको कक्षीय धरातल काट्ने 2 बिन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु पनि भनिन्छ।